जागिरे बुहारीलाई गर्ने व्यवहार। भाग्यमानी हुनु बुहारी, भाग्यमानी हुनु। औँसीमा आउनु भएछ दिदी, बस्दै गर्नु। मेरो त भर्खर अफिस छुट्टी भएर आएको, म एकछिन रेस्ट गरेर आउँदै गर्छु, बस्दै गर्नु है। ठुली 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 हुनु मेरी बुहारी, धेरै कमाउनु, उन्नति प्रगति गर्नु। अनि गल्यो गले कस्तो गर्नु भएछ, म गएको है दिदी। ए ल जाऊ जाऊ, एकछिन आराम गर, जाऊ, म बस्छु, जाऊ 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 जाऊ। जागिर नखाने बुहारीलाई गर्ने व्यवहार। ए दिदी पो आउनुभएको छ त दिदी, नमस्कार। नमस्ते नमस्ते। अनि कतिखेर आउनुभएको? भर्खर आएको। के छ नि तिम्रो खबर? सब ठिकै छ। अनि भान्जा भान्जीले सन्चै छ? सन्चै छ, ठिकै छ। भोक लागेको होला, खाना नखानु भएको होला दिदी, अब खाना पकाउनु पर्यो नि त। खाएको त छैन नि, अब के गर्नु, खै कतिखेर पकाउँछौ? भर्खर डोको लिएर निस्किदिएछौ लखर लखर। अब एकैछिन घाँस काटेर आउँछु, बस्दै गर्नु न, घामबाट थालेर म पानी सानी बनाएर ल्याउँछु, खानु, अनि फेरि जानु भरे हुँदैन? ल ल, म घाँस लिएर आउँछु। जहिले उसको त्यस्तै हुन्छ, सँगैमा अर्की बुहारी कति चिटिक्क परेर राम्री भएर जागिर खाएर कस्तो बोलीमा मिठो बन्छ, उसको त जहिले ठुस्क पऱ्यो यस्तो उसको कहिले नहुने।